कहिलेकाहीँ अर्थशास्त्रमा यस्ता कुराहरू आउँछन् सुन्दा पत्याउनै गाह्रो, जस्तै कि एउटा देश हरेक कुरा बनाउन एक्सपर्ट छ, तर पनि उसले आफूभन्दा कमजोर देशसँग व्यापार गर्नुपर्छ। अचम्म लाग्छ नि होइन र? हो, आज हामी डेभिड रिकार्डोको यही गजबको सिद्धान्त थ्योरी अफ कम्प्यारेटिभ कस्टबारे कुरा गर्दैछौँ। ल एकछिनलाई सोचौँ न, यदि कुनै एउटा देश छ जसले भनौँ न हरेक सामान अर्को देशले भन्दा छिटो र सस्तोमा बनाउन सक्छ भने उसले किन व्यापार गर्ने? आफै सबै बनाए भइहाल्यो नि होइन र? सामान्यतया हाम्रो दिमागले त यही भन्छ, तर अर्थशास्त्रले यहाँनिर एउटा ट्विस्ट ल्याइदिन्छ र आजको हाम्रो खोजी यही रहस्यको वरिपरि घुम्नेछ। अब यो जुन पहेली छ नि, यसको समाधान लुकेको छ डेभिड रिकार्डोको एउटा ब्रिलियन्ट आइडियामा। उहाँले के भन्नुभयो भने ट्रेडको असली खेल सबैभन्दा राम्रो हुनुमा होइन, सबैभन्दा चलाक हुनुमा छ। मतलब के बनाउने र के नबनाउने भन्ने स्मार्ट डिसिजन लिनुमा छ। यो सिद्धान्तको मुटुमा के छ त? सिधा भाषामा भन्दा देशहरूले त्यो सामान बनाउनमा फोकस गर्नुपर्छ जहाँ उनीहरूलाई सबैभन्दा धेरै कम्प्यारेटिभ फाइदा छ वा सबैभन्दा कम कम्प्यारेटिभ घाटा छ। कुरो के हो भने तपाईँ जेमा एक्सपर्ट हुनुहुन्छ त्यसमा मात्र ध्यान दिने होइन, बरु त्यो काममा ध्यान दिनुहोस् जहाँ तपाईँले सबैभन्दा कम कुरा गुमाउनुपर्छ। यही नै हो कम्प्यारेटिभ एडभान्टेजको जादु। ल यहाँनिर दुईटा शब्दले हामीलाई झुकाउन सक्छ। पहिलो हो एब्सोल्युट एडभान्टेज। यो त सिधा छ, कुनै सामान बनाउन अरूले भन्दा कम रिसोर्स जस्तै कम समय लाग्नु। तर रिकार्डोको असली फोकस यहाँ थिएन, उहाँको ध्यान थियो दोस्रोमा, कम्प्यारेटिभ एडभान्टेज। र यो अलि फरक छ। यसको मतलब हो कुनै वस्तु बनाउँदा अर्को वस्तु कति थोरै गुमाउनुपर्छ भन्ने कुरा, अर्थात् लो अपर्च्युनिटी कस्ट हुनु। यो सिद्धान्तलाई थ्योरीमा मात्रै बुझ्न अलि गाह्रो हुन सक्छ, त्यही भएर आउनुहोस् यसलाई एउटा उदाहरणबाट बुझौँ। नेपाल र भारतको एउटा काल्पनिक कथा हेरौँ जसले यो सिद्धान्तलाई छर्लङ्गै पारिदिनेछ। ल यो तालिकामा हेरौँ है त। हाम्रो काल्पनिक उदाहरणमा के छ भने 1 किलो कपास बनाउन नेपाललाई 4 घण्टा लाग्छ, तर भारतलाई 12 घण्टा। त्यस्तै 1 किलो जुट बनाउन नेपाललाई 5 घण्टा लाग्छ भने भारतलाई 10 घण्टा। अब सिधै हेर्दा के देखिन्छ? नेपाल त दुवै समान बनाउन छिटो छ होइन त? त्यसो भए फेरि त्यही प्रश्न आयो, व्यापार किन गर्ने? यो पजल सल्भ गर्न हामी एउटा सिधा 3 स्टेपको प्रोसेस फलो गर्छौं। पहिलो, एब्सोल्युट एडभान्टेज कसको छ त्यो पत्ता लगाउने। दोस्रो, अपर्च्युनिटी कस्टको हिसाब गर्ने। र तेस्रो, कसले के बनाउने भनेर स्पेशलाइजेसन तय गर्ने। ल सुरु गरौँ। ल हाम्रो पहिलो स्टेप एब्सोल्युट एडभान्टेज कसको छ? यो त एकदमै क्लियर छ, तालिका हेर्दा नै थाहा हुन्छ। नेपालले दुवै सामान कम समयमा बनाउन सक्छ, त्यसैले कपास र जुट दुवैमा नेपालसँग एब्सोल्युट एडभान्टेज छ। हो, यहीँनेर त सुरुमा सबैजना अल्मलिएका थिए। तर अब आउँछ अ रियल गेम चेन्जर क्वेश्चन, त्यो हो अपर्च्युनिटी कस्टको। प्रश्न को छिटो छ भन्ने मात्रै होइन, असली प्रश्न हो एउटा सामान बनाउँदा बदलामा अर्को कति सामान गुमाइन्छ। ल अब हिसाब किताबतिर लागौँ। सुरुमा नेपालको हेरौँ। नेपाललाई 1 किलो कपास बनाउन 4 घण्टा लाग्छ। अब सोचौँ यदि त्यो 4 घण्टा कपासमा नलगाएर जुटमा लगाएको भए कति जुट बन्थ्यो होला? हिसाब सिधा छ, 4 घण्टालाई 5 घण्टा जुटको समयले भाग गर्दा आउँछ 0.8 किलो। यसको मतलब नेपालको लागि 1 किलो कपासको अपर्च्युनिटी कस्ट भयो 0.8 किलो जुट। अब भारतको पालो। भारतलाई 1 किलो कपास बनाउन 12 घण्टा लाग्छ। त्यही 12 घण्टामा उसले कति जुट बनाउन सक्थ्यो त? 12लाई 10ले भाग गरौँ, आउँछ 1.2 किलो। भनेपछि भारतले कपास बनाउँदा त नेपालले भन्दा धेरै जुट गुमाउनु पर्दो रहेछ। अब त निष्कर्ष छर्लङ्ग भयो नि होइन? कपास बनाउँदा नेपालले जम्मा 0.8 किलो जुट गुमाउँछ, तर भारतले 1.2 किलो। जसले कम गुमायो उसैको फाइदा, त्यसैले कपासमा कम्पेरेटिभ एडभान्टेज नेपालसँग छ। ल अब पासा पल्ट्यो। अब जुटको कुरा गरौँ। नेपाललाई 1 किलो जुट बनाउन 5 घण्टा लाग्छ। त्यही 5 घण्टामा उसले कति कपास बनाउन सक्थ्यो होला? 5लाई 4ले भाग गर्दा 1.25 किलो कपास। अनि भारतको के होला? उसलाई 1 किलो जुट बनाउन 10 घण्टा लाग्छ र त्यही 10 घण्टामा उसले कति कपास बनाउन सक्थ्यो? 10लाई 12ले भाग गर्दा
हिसाब आउँछ जम्मा 0.83 किलो कपास। अनि यहाँ छ त्यो वाउ मोमेन्ट। जुट बनाउँदा भारतले नेपालभन्दा कम कपास गुमाउनुपर्छ। 0.83 किलो 1.25 किलोभन्दा कम हो। यसको मतलब के भयो त? सुरुमा हेर्दा हरेक कुरामा पछाडि देखिए पनि भारतसँग जुट उत्पादनमा कम्प्यारेटिभ एडभान्टेज छ। यही हो रिकार्डोको डिस्कभरीको सुन्दरता। त्यसो भए यो सबै हिसाब किताबको निचोड के निस्क्यो त? यो तालिकाले सबै कुरा प्रष्ट पार्छ। नेपालले कपासमा स्पेशलाइज गर्नुपर्छ किनभने उसको अपर्च्युनिटी कस्ट त्यसमा कम छ, र भारतले जुटमा स्पेशलाइज गर्नुपर्छ जहाँ उसको अपर्च्युनिटी कस्ट कम छ। सिम्पल। तर एउटा कुरा याद राख्नुपर्छ है, यो एउटा एकदमै सिम्प्लिफाइड मोडल हो। रियल वर्ल्डमा ट्रेडलाई असर गर्ने अरू धेरै कुराहरू हुन्छन्। यो सिद्धान्त केही मान्यताहरू वा अजम्पसन्समा टिकेको छ। जस्तै यो सिद्धान्तले के मान्छ भने संसारमा जम्मा 2 देश र 2 वस्तु मात्र छन्। उत्पादन गर्न श्रम मात्र लाग्छ, ट्रान्सपोर्ट कस्ट छैन, कुनै सरकारी कर वा नियम छैन। तर रियल वर्ल्डमा त यस्तो हुँदैन नि, हैन? त्यसैले यो सिद्धान्तको आलोचना पनि हुने गर्छ किनभने यसका मान्यताहरू अलि अवास्तविक छन्। अब यति धेरै लिमिटेशन्स हुँदाहुँदै पनि यो सिद्धान्त किन यति महत्त्वपूर्ण छ त? किनभने यसले इन्टरनेशनल ट्रेडको एउटा एकदमै फन्डामेन्टल र पावरफुल सत्यलाई बाहिर ल्याउँछ। र त्यो अन्तिम सबैभन्दा शक्तिशाली सन्देश यही हो। जब देशहरूले आफू सबै कुरामा अब्बल छु भन्ने एब्सोल्युट एडभान्टेजको घमण्ड छोडेर कम्पेरेटिभ एडभान्टेजमा फोकस गर्छन्, तब सबैलाई फाइदा हुन्छ। नेपालले कपास र भारतले जुटमा स्पेशलाइज गरेर ट्रेड गर्दा दुवै देशमा पहिलेभन्दा धेरै सामान उपलब्ध हुन्छ। दुवै देश समृद्ध बन्छन्। यो एउटा विन विन सिचुएसन हो। अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। आजको यो कम्प्लेक्स ग्लोबल सप्लाई चेनको दुनियाँमा जहाँ एउटा स्मार्टफोनको पार्ट 100औं देशबाट आउँछ, के डेभिड रिकार्डोको यो 200 वर्ष पुरानो केही पाउन केही गुमाउनु पर्छ भन्ने सरल सिद्धान्त आज पनि त्यत्तिकै रेलेभेन्ट छ त? सोच्नुहोला है।